हेलो गाइज, अहिले बोल्दा बोल्दै जाममा परियो, त्यही भएर फेरि बोल्नुपर्ने भयो म होइन। त्यो हामी चाहिँ अब धेरै पछाडि भेट हुँदैछ र हाम्रो यात्रा चाहिँ अलि लामो यात्रा छ यसपालि। यो भ्लगमा एडिट गर्छु कि बनाउँछु कि राम्रोसँग मलाई थाहा छैन, त्यही पनि यसो अहिले नै हामी खिच्न थालेको हो। अनि हामी कहाँ जाँदैछौँ भनिदेऊ त? सिडनी। हजुर, सिडनी हामी चाहिँ जाँदैछौँ सिडनी बाइ द वे। हाम्रो यात्रा छ सिडनीको। सिडनी चाहिँ यहाँबाट ड्राइभमा जानु लाग्छ होइन, हामी यहाँबाट एयरपोर्टसम्म ड्राइभ, अनि त्यहाँ चाहिँ हामी गाडी छोडेर सिडनी जान्छौँ। हाम्रो टोटल 5 दिनको यात्रा हुनेवाला छ सिडनी र हामी भरपुर रमाइलो गर्नेछौँ। अन्त के भन्छ? यस 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 अफ कोर्स, होइन, हामी चाहिँ भरपुर रमाइलो गर्नेवाला छौँ भन्ने आशासहित जाँदैछौँ। त्यही भएर त्यही हो। ल, अब हाम्रो सूत्र सुरु भयो। यो चाहिँ हामी बस्ने घर एरियाको बाटो है। यस्तो चाहिँ गाइज, यो चाहिँ हामी यसलाई मरमबिना भन्छ। मरमबिनाबाट अब हामी कफिलतिर Hi handsome. गाइजहरू, यो चाहिँ सिटी भयो ठ्याक्कै। यो सिटी चाहिँ हाम्रो घरबाट 15 मिनट जस्तै लाग्छ। अनि यहाँबाट चाहिँ अब हामी यसलाई चाहिँ वेस्ट गेट भन्छ। अब यो सिटीको पिक्चर यस्तो अचम्म छ कि सिटी मुनि सिटी छ, माथिबाट रोड छ। अब यहाँबाट पुरै आकाशमाथि पुगिरहेको जस्तो फिल हुन्छ। अब हाम्रो पुरै यसको नामै वेस्ट गेट ब्रिज। हामी एयरपोर्ट आइपुग्यौँ। यो चाहिँ एकदम वाइट एयरपोर्ट छ, यहाँको लोकल एयरपोर्ट हो यो चाहिँ। एपोलोन भन्ने अर्को इन्टरनेसनल एयरपोर्ट बुक गरेन हामीले। त्यहाँ चाहिँ सब कुरा चाहिँ आउने भएर जाँदैछौँ सिडनी गाडी हो। यहाँ वेटिङमा छौँ। यहाँबाट अब हाम्रो 20-25 मिनट पछाडि फ्लाइट छ। सिडनी ल, हामी चाहिँ आइपुगेका छौँ सरी प्लेनमा। यो हो, ल बाई बाई। Welcome on board your Jetstar flight. To help us depart quickly, keep the aisle clear to allow other customers to continue boarding. Please only place larger bags in the overhead lockers. फाइनल्ली हामी ल्यान्ड भयौँ सिडनी। हामी होइन होला सिटी भाइब्स जस्तो रहेछ। माथि आएको छोडेर हेर्दा भित्र गएपछि अहिले पछि थाहा हुन्छ। ल, आज चाहिँ अब टक्क लगाएर हामी राति भइसक्यो, रेस्ट गर्छौँ अनि भोलिबाट एक्सप्लोर गर्न थाल्छौँ है त। यो हेलो गाइज, हेलो हेलो। What's going on? ल, हामी चाहिँ अंग्रेजी बोल्दिएको है। हामी चाहिँ ब्लू माउन्टेन जाँदैछौँ है। ल, सबैजना है भनिदेऊ। वा, कस्तो मानेको। हाम्रो आर्यन ड्राइभिङ टक्क लाएर होइन। प्रदीपले पुरै तिम्रो लागि भ्लग बनाउने गयो, हरायो जोस। तर अनि अगाडि नै गाडी किने भए चाहिँ अझै मजाले हाल्नु बस्नु भन्ने कुरा चाहिँ पछि चाहिँ अलिक रियलाइज भयो। किनभने अहिले अब 1 महिनामा जेको सबै कन्फिडेन्ट भयो नि त। त्यही त हो नि, सबैमा यस्तो भयो। तिम्रो मेन फुल लाइसेन्स भएपछि चाहिँ हामीमा अलिकति झ्याउ हुन्छ क्या। सबले हेर्ने नजरिया छुट्टै हुन्छ। पिनबाट अलिकति माया गरेर अलिकति हन्छ नबजाइकन हुन्छ नि।
मेरो चाहिँ फुल लाइसेन्स भएपछि झन् हल्का मिस्टेक भयो बजाइदिइहाल्छु नि खाइन्छ नामले बजाउने हो अर्को हाल्छ मिस्टेक हुने हो दिइहाल्ने कस्तो दामी बाटो है हामी ब्लू माउन्टेनतिरको यात्रामा छौँ ल अब 26 मिनटमा हामी पुग्छौँ होइन कस्तो लागिरहेको छ सिडनीमा ड्राइभ गर्दाखेरि दामी हो नेपाल जस्तै भाइ आइरहेछ नि नेपालमै छु जस्तो यस्तो दामी दामी स्केप छ होइन feels like नेपाल वेदरमा के अरे feels like भने जस्तो यहाँ चाहिँ अस्ट्रेलियामा भयो नि feels like नेपाल सही हो गाइजहरूलाई कस्तो लागिरहेको छ दामी हो सिडनी कस्तो लागिरहेको छ सृजना दामी दामी ल प्रदीप के गर्नु छ बब्बाल हो सही हो सही ए तिमी पनि फर्स्ट टाइम हो मलाई कहिले लगेनौ भने तिमीले मेरो चाहिँ सेकेन्ड टाइम हो है ब्लू माउन्टेन नाइस ल हामीसँग आयो सेकेन्ड टाइम हेलो गाइज हामी चाहिँ भर्खर गाडी पार्क गरेर यहाँ टिकट बुक गर्नुपर्ने हो कि किन्नुपर्ने रहेछ यसमा सो हामी चाहिँ यहाँ बसेर हेर्दैछौँ के गर्नुपर्ने रहेछ त भनेर है हामी चाहिँ यति ग्याङ हो अनि यो चाहिँ ब्लू माउन्टेन जाने बाटो जस्तो छ लेट्स सी कस्तो हुन्छ है गाइज बाई हामी जाँदैछौँ भित्र एडभेन्चर गर्न होइन आइयो फाइनल्ली ब्लू माउन्टेन उकालो चढेर कहाँ हो कहाँ माउन्टेनै माउन्टेन पुरै दामी माउन्टेन होइन त के अरे उ गरेर रक क्लाइम्बिङ गरेर होइन प्रदीप त दौड्यो होइन त रक क्लाइम्बिङमा आर्यन त झन् हातले खुट्टाले नि होइन अनि यता छ है यस्तै छ है जाउँ पानी यो चाहिँ इन्ट्रान्स भयो हजुर के राख्नु रे दामी मलाई एडिट गर्ने जोस चले चाहिँ हुन्थ्यो कुन जाने पहिला हामी यहाँ डिस्कस भइरहेको छ कुनैले चाहिँ रेलवे भनिरहेको छ कुनैले चाहिँ स्काई वे भनिरहेको छ होइन र रेलवे भन्नेले हात उठाउँ त रेलवे पहिला जाने बिचको अप्सनै दिएको छैन कि रेलवे कि स्काई वे पहिला जाने रेलवे कि स्काई वे रेलवे भनेर हात उठाउँ स्काई वे भनेर खुट्टा खुट्टा ल यहीँ डिसिजन रेलवेमा होइन रेलवे रेलवे नै गरिदिउँ ल ल यसको त ल ल ल जाउँ रेलवे जाउँ है त हामी अब रेलवेको एक्सपिरियन्स लिन्छौँ फर्स्टमा वाह स्काई बस स्काई बस ओके फालै फालो त विकेन्डमा आएको भए के हुन्थ्यो होला हालत भन त आज फ्राइडे आउँदाखेरि यस्तो छ तर हामीभन्दा अगाडि ठ्याक्कै एउटा खत्रै ग्याङ आइपुगेर भिड भयो कि गाई दिदीभाइ झगडा गर्दैछौँ गाइस हामी चाहिँ कुरेर बसिरहेछौँ होइन टर्न आएपछि हामी जान्छौँ यो चाहिँ हामी वेटिङमा छौँ भर्खर एउटा गयो अहिले पछि भिडियो खिच्छौँ गाइस होपफुल्ली एकदमै रमाइलो हुन्छ होला गाइस अनि यो चाहिँ मेरो ग्याङ हो है यो चाहिँ को हो चिन्दिनँ यो त झन् बाटोमा भेटाएको मान्छे यो त अब आफ्नै मान्छे के गर्नु गाइस रेडी हो नि तल जान रेडी हो नि तल जान यस रेडी टु गो हामी चढिसकेका छौँ हाम्रो दुईतिर भिडियो पनि तल जान्छ अब Let's go. हामी जाँदैछौँ है लेट्स गो
दामी के वाउ कस्तो सिद्धे यस्तो छ वाउ so cute ल साँच्ची डरा हो त घुम्नु त अहिले आम्ला यहाँ धेरै नै हिँड्नु पर्ला म चाहिँ माथि गएर उताको नछुटाउने कि भन्छु हामी चाहिँ यसो फोटो खिच्यौँ त्यहाँ अनि आएर फेरि फर्किँदैछौँ पहिला हामी यसरी तल आयौँ अब यसरी मासतिर जान्छौँ हामी है यसरी आयौँ यसरी जान्छौँ यही हामी यो मासतिर जाँदैछौँ माथि माथि पर्दैन किन छ माथि ओ वाउ गाइस हेर्नु हामी यसरी यसरी मासतिर जाँदैछौँ गाइस भर्खर हामी रेलवे सिधार आयौँ अब चाहिँ हामी अब केबल वे जाँदैछौँ यो चाहिँ लुफी हो यस्तो स्क्यान गर्यो गयो खोल्यो अझ कस्तो लागिरहेछ तिमीलाई ए जाँदैछौँ छैन छैन ठिक छ हिरो देखाएको छ ल हिरो देखाएको छ ल हिरो देखा छ रे मलाई मलाई हिरो देखा छ रे देखाएको छ अरे रिएको कुरा हो नि त हो कुरा यो अर्को एक्सपिरियन्स हो Hi. Guys, let's go. Yeah, isn't the best view? 220 meters. Wow, 220 minutes. Sir. भिडियो चाहिँ खिच्नु छ अरे होइन तर डराइरहेको छ है डराएर के गरे तिमीले ओके ओके वाह 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 बनाउने हो टिकटक त ओ वाउ अब चाहिँ हामी स्काई वाकमा जाँदैछौँ यो मेरो पार्टी यो मेरो टिम 3 जना है अनि म एकजना स्काई वाक हिँड्दैछौँ हामी हामी चाहिँ चढिसक्यौँ गाइस स्काई वाक हाम्रो
पानी चाहिँ अलिकति परिरहेको छ पानीले चाहिँ तनाव लाग्छ हुँदैन आधी हुँदी दामी नै छ सब कुरा अघि घाममा नि हिँड्यो हावा लाग्दा नि हिँड्यो पानी पर्दा नि हिँड्दैछ यो खुल्छ भन्दैछ नि कोही प्र्याङ्क भयो जस्तो लाग्यो मलाई होइन खोल्यो यता हेर्नु त हेलो कस्तो लागिरहेछ कस्तो झन् पानी परेर दामी देखियो कि यहाँ हामी कहाँ जाँदैछौँ भन्दै आर्यन कतुम्बा फल्स के भन्छ त्यसलाई होइन के भन्छ मलाई एक्ज्याक्ट म पहिले आइसक्यो भन्नु आँट्यो जस्तो लाग्यो तिमीले होइन मैले अन द वे आउँदाखेरि कतुम्बा फल भन्ने देखाएको थिएँ अनि ड्राइभमा 2-3 त्यहाँ छ नि कतुम्बा फल्स रिजर्भ भनेको छ नि 30 मिनट त पर्दैन होला छिटो हिँडौँ न होइन यहाँ चाहिँ जाँदैनौँ हामी 30 मिनट रहेछ यो अलिक धेरै नै टाढा भयो थोरै अलिकति माथि जान्छौँ कतुम्बा फल्स लुकआउट भनेको चाहिँ कता हो भन्दाखेरि आर्यन अघि हामी आउँदा आउँदै त्यो बिचबाट अस्ट्रेलियाको सेकेन्ड लङ्गेस्ट सेकेन्ड हाइएस्ट रह्यो क्या फल्स यो त्यो कतुम्बा त्यहाँ भनेको थिएँ नि केटी हाम्रो नेपालको त पानी परेर जस्तो छ कि होइन हो ठुलै छ होइन तर अहिले जानु लाग्यो चाहिँ पानी परेर जस्तै छ हो सानो छ त्यो चाहिँ तिमीलाई के भन्नु छ यसमा तिम्रो छैन चोटिको म आर्यनको कुरामा एकदम अग्री गर्छु र म चाहिँ 6 चोटि आएको तर यहाँ आर्यनलाई चाहिँ मेरो धेरै कुरा थाहा छ क्या तिमीलाई होइन अब यो कस्तो भन्दा आर्यनलाई नि मैले ल्याएको हो कि फेरि हो तर उसले सिकेर गयो म एज अ गुरु मलाई उठेको तिमीले कहिले लिएर आयो कामै आएन त यता एज अ गुरु अब मैले उसलाई सिकाएको जति उसलाई सबै याद छ कि छैन अब मैले एउटा टेस्ट लिएको हो र उसलाई सबै याद रहेछ त्यही भएर मलाई खुसी लाग्यो म प्राउड छु यति नै भन्छु ल आर्यन निशब्द छ यो कुरामा होइन म निशब्द किन छु होइन ठिकै छ उसले बल्ल बल्ल क्रेडिट लिन खोज्यो निशब्द भएर नि यति बोलेर उसको मनमा खुसी मिल्छ भने उसको खुसीको लागि मैले त्याग दिएँ यता ल भन त हेर मेरो खुसीको लागि केही त्याग्नु पर्दैन खुसी नै मैले मेरो टाउको माथि राखेको स्वस्तिकालाई यस्तो डाइलग भनेको छ कि छैन कति मिलाएको उसले ब्यालेन्स भने यतिको चाहिँ जान्नुपर्छ ल जाउँ हामी झर्ना ल हामी चाहिँ झर्ना आइपुगेका छौँ के अरे कुटुम्बा फल्स राम्रो रहेछ नट ब्याड दामी छ खाँदैछ हजुर जानुपर्छ हजुर दाइ भन्नु कि दाइ भन्दियो म तिम्रो लभर कि झर्नाको त्यो चाहिँ म केही भन्न सक्दिनँ झर्नै होला म भन्दा त होइन होला के हजुर भन्नु न ल तिमी हजुर मेरो लभर कि झर्नाको लभर प्रुफ गरेर देखाउनु त झर्ना के प्रुफ चाहियो मलाई प्रुफ त अब के भन्नु होइन प्रदीप भन त तिमीलाई भिनाजु होइन मेरो लभर जस्तो लाग्छ कि झर्नाको लभर जस्तो लाग्छ अहिलेको लागि भिनाजु झर्नेतिर लागिसक्नु छोडेर लागिसक्नु हेर म कति एक्लो छु नाइस पोइन्ट दियो ल तिमीले म भन्छु पहिला पनि त्यही थियो यार एकचोटि भन्नु यसको भ्यू कति राम्रो छ भनेर होइन गाइज जस्ट लुक एट दिस भ्यू नेपालमा योभन्दा ठुलो झर्ना छ आई डु अग्री होइन तर कस्तो भन्दाखेरि अस्ट्रेलियामा यस्तो झर्ना देख्दाखेरि म चाहिँ हल्का सक भएँ किन भन्दाखेरि मैले एक्सपेक्ट गरेको थिइनँ बट योभन्दा ठुलो झर्ना एक्सपेक्ट गरेको थिएँ यो त सानो भयो है त्यही पनि ठिक छ होइन ब्लग भइरह्यो कस्तो आरामले हिँड्यो क्या झन् भने चाहिँ डर लाग्यो
ल रेडी हो गाइज यो चाहिँ ब्लू माउन्टेन है हामी ब्लू माउन्टेनको स्काई वाकबाट यसरी जाँदैछौँ हामी पर जान्छौँ अनि जुन हजुरले चाहिँ तल रेड कलरको देख्नु भइसक्यो त्यहाँ अघि हामी पुग्यौँ अनि त्यसरी यता हेर्नु चाहिँ यहीँ फल्स ओ माई गड जस्ट लुक एट दिस भ्यू यहाँ देखेन जस्ट लुक एट दिस भ्यू गाइज ल कस्तो राम्रो भ्यू छ यार नेपालको भन्दा त कमै छ तर हाम्रो लागि राम्रो छ भन्नु ल हेर्नु त है दामी भ्यू छ क्या गाई सर त्यो तल पुरै रेन फरेस्ट हो अरे है घना जङ्गल छ मान्छे हामी चाहिँ भ्यू माउन्टेनबाट अब थ्री सिस्टर्स भन्नेमा जाँदैछौँ गाइज होइन फर्केर 6 मिनट ड्राइभ छ अरे हेरौँ कस्तो हुन्छ थ्री सिस्टर पनि गाइज तर ब्लू माउन्टेन इज द बेस्ट गाइज कस्तो लाग्यो तिमीलाई ब्लू माउन्टेन तिम्रो फर्स्ट टाइम होइन हजुर एकदम राम्रो थियो यस्तो माउन्टेन मैले ब्लू कलर कहिले देखेको थिइनँ तिमीलाई कस्तो लाग्यो ब्लू माउन्टेन मलाई सबभन्दा मन परेको चाहिँ रेलवे यस्तो तल गएको साँच्ची हो नि साँच्चै हो तर लास्टै डर लाग्यो ओके आर्यन तिमीलाई ब्लू माउन्टेन कस्तो लाग्यो कपाल निलो रहेछ है अनि पुरै ब्लू नै हरिब लाग्यो श्रीमानजी हजुरलाई कस्तो लाग्यो ब्लू माउन्टेन हजुर ए मलाई दामी नि हैन वर्थ इट हो र वर्थ इट खुसी लाग्यो र सबैलाई मन पर्यो रे गाइज मलाई पनि मन पर्यो है अब हामी थ्री सिस्टर्स जाँदैछौँ कस्तो लाग्छ हजुरहरूलाई 2 मिनट पछि 2 होइन अहिले 10-15 मिनट पछि फेरि भिडियो बनाएर इन्फर्म गर्नेछौँ है ल बाई बाई हामीले गाडी पार्क गरेर हामी जाँदैछौँ थ्री सिस्टर होइन त के रहेछ नि ल ल ल यो चाहिँ केभ भयो यही केभभित्र थियो हाम्रो प्रदीप कति यत्रो टाइम कहाँ गयो भने होइन त यहीँ थियो थ्री सिस्टर आएको छौँ हाम्रो नेपालको डाँडासँग त कम्पेयर गर्न मिल्दैन जस तर अस्ट्रेलियामा चाहिँ यही मात्र एउटा डाँडा होला यस्तो होइन एकदम एकदम डाँडा पनि देखौँ यस्तै खिच्छ यो चाहिँ यही हो डाँडा होइन यो चाहिँ एकदम फेमस रहेछ यहाँको टुरिस्ट एरिया यिनीहरूलाई हाम्रो देशलाई भने के भन्नु यो त यस्तो चाहिँ यत्तिकै झुकेर पनि पुगिन्छ यस्तो ठाउँ त होइन हर अगाडि यस्तो हाई गऱ्यो भने देखिने ठाउँ छ तर हामी नि धेरै पछाडि यस्तो देख्नु पाएर आज चाहिँ पछि थ्री सिस्टर भनेर चाहिँ त्यो रहेछ दामी त ओहो राम्रो देखेको है टाढाबाट अलिक सानो देख्छ हामी चाहिँ उताबाट भ्यू हेरेर अब थ्री सिस्टरको चाहिँ यो हल्का वाक गरेर जानुपर्ने रहेछ अनि हल्का हिँडेर गइसकेपछि ठ्याक्क नजिक पुग्दो रहेछ क्या थ्री सिस्टरको त्यसको लागि भनेर जाँदैछौँ तर वेदर हेर्नु नि यहाँ ओ माई गड सिडनीको वेदर पनि ठ्याक्क मेलबर्नको जस्तै रहेछ क्या पुरै हावा आइरहेछ मजाले पानी पर्ला कि जस्तो भइरहेछ है अनि यहाँ 2जना कपाल छन् पछाडि है न्युली कपाल अब यस्तै हो गाइज हामी जाँदैछौँ वेदर दामी छ ओइ के हो यो त बाटो तलै छ त रामसँग है रामसँग है यहाँ पनि त्यस्तै छ नि कडा छ यो त तलै छ क्या तिमीलाई
तलको मान्छेहरूलाई कस्तो लागिरहेछ कस्तो लागिरहेछ यहाँबाट अझै तलै नै जानु मिल्छ क्या अरे भिनाजु त तलै पुगिसक्नु भयो त यहाँ लुगा समातेर हिँडिरहेछ नि धेरै लामो भएर कस्तो डराएको हो तिमी तिमीले खिचिरहेछौ भिडियो हो र हो अघि भन्नु पर्दैन म पछाडितिर उचालेर हेर्दिरहेको ल ल ल ल यस्तो छ नडराउ यस्तै हो उकाली ओह्राली भन्ज्याङ चौतारी भनेर यसलाई भन्छ जो दिदीको क्याप उडेको छ खैरीले लिदिएको छ क्याप खैरीले थ्याङ्क यू खैरी त्यसलाई सरी भनिदिने तर्स्यो ए गरेर मान्छे खसा जसरी चाहिँ चाहिदिने अनि क्याप त खस्यो भने भिनाजुले क्याप मिलाएको हुन्छ छातै उड्यो नि को चिप्लियो भनेर हामी चाहिँ ब्लू माउन्टेन घुमिसकेर घर फर्किँदैछौँ यो चाहिँ अन्त वे हो यो चाहिँ आर्यन हो यो चाहिँ मिस्टर बसन्त बन्जारा ऊ चाहिँ स्वस्तिका चौलागाई एन्ड गौतम ऊ चाहिँ प्रदीप दाहाल एन्ड खोइ के हुन्छ थाहा होइन बेगरेसी अनि हामी जाँदैछौँ है गाइज बाई बाई ल हामी चाहिँ घुमेर होइन फर्केर फेरि हामी कुन ठाउँ जाने हामी मेट्रो चढ्नलाई जाँदैछौँ हामी भने दुईजना मसँग चाहिँ कतिखेर छुट्टै भएको क्या पाऊँ भन्ने छ्याउ लाग्यो देशभरि घुमेर यहाँबाट कुन ठाउँ जाने हामी योङ जाने त्यसपछि योङ जस्तो झन्डै मर्नु परेको थियो ओके ल बाई बाई